अरूको बिहानी चाहिँ चिया र नास्ताबाट सुरु हुन्छ भने मेरो बिहानी चाहिँ यसरी सुरु हुन्छ। आउनुहोस् हामी सबैजना भएर मिलेर हेरौँ भन्दै स्वागत गर्न चाहे हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा। म चाहिँ धेरै पछि भिडियो बनाउँदैछु किनकि भिडियो त यस्तो दुःख गरेर बनाउँछ तर भिडियोमा भिजै नजाँदा चाहिँ बनाउनु मनै नलाग्दो रहेछ, मनै मर्दो रहेछ। अनि त्यही भएर आज चाहिँ फेरि बनाएर छु। अब हजुरहरूलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। अनि म चाहिँ लागेँ आउकुशल कन्कुतिर। म चाहिँ अहिले एक्लै छौँ भन्नाले देउरानी चाहिँ आउनुभएको छैन। अस्ति नै साउन संक्रान्तिमा माइत गएछ भनेर मैले एउटा भ्लगमा पनि भनेको थिएँ। अहिले पनि आउनुभएको छैन, त्यही भएर म चाहिँ एक्लै छ। म चाहिँ उता आगोसागो सल्काएर कोदो बसारेर लागेँ गोठको धन्दातिर। एउटा सानो पारो छ, यस्तो मैलो फोहोर बनाउँछ कि त अर्को ठुलो चाहिँ बेच्यो। त्यो चाहिँ हजुरहरूलाई भन्नु पाइनँ, त्यसको लागि सरी भन्न चाहन्छु। अनि यता मेरो हालत त्यस्तो थियो भने छोरोको हालत पनि त्यस्तो छ कि छोरो चाहिँ म सँगसँगै उठ्छ कि 5 बजे उठ्छ, ऊ पनि 5 बजे नै उठ्छ। मेरो साथमा चाहिँ छोरो हुन्छ कि मेरो साथी चाहिँ। अनि लाग्यो छोरो र म चाहिँ पराल थुत्नको लागि पाराको लागि। अनि पराल थुतेर ल्याएर राखिदिएँ। अनि लागि म चाहिँ कुचो लगाउनको लागि। अनि कुचो सुचो लगाएँ, हेर न फेरि मुसाले मकै खाएर यस्तो बनाएको छ कि। अनि मेरो छोरो चाहिँ भुइँमा मजाले खेलिरहेको छ कि, उसलाई चाहिँ जतिखेर गुन्द्रिया राखे पनि भुइँमा नै जान्छ। अब त सुल्की नै भइसक्यो। अनि जति राखेको ठाउँमा त बस्दैन। त्यही पनि कोसिस गर्छु तर मान्दैन कि। अनि यता पछाडिपट्टि झार उम्रेर रहेछ, झार टिप्यो। अनि बाबुलाई बिस्कुट दिएँ अनि खाएँ, मैले पनि खाएँ। म चाहिँ लागेँ मुख धुन। म चाहिँ जब भोइस अपलोड गर्न थाल्छु त्यसपछि त घरि को आइदिन्छ अनि डिस्टर्ब भएकै हुन्छ। अनि त्यही माथि बाबुले डिस्टर्ब गरिदिन्छ। अनि मुख सुख धोएर लागेँ म चाहिँ कुखुरालाई दाना पानी दिनको लागि। अनि हामी चाहिँ खाजा खान लागेँ। छोरो फेरि यस्तो आत्तिएर लाउँछ कि त खानु भनेपछि त आमा हो यस्तो गर्छ कि त यस्तो गर्छ। तातो भएर फुक दिएको। अब म चाहिँ खाना पकाउन लागेँ। अनि खाना चाहिँ जसो तसो पकाउँछ। जब तरकारी पकाउनु सुरु हुन्छ अनि मैले आधी घन्टा सोध्छु कि, अनि सबैलाई सोध्छु आज तरकारी के खाने भनेर, तर कसैले यो खाने भनेर भन्दिनँ। अनि त्यही भएर मलाई यस्तो च्याउ लाग्छ। अनि यता भात पाकिसक्यो तर मैले तरकारी पकाएको थिइनँ कि। अनि के पकाउने भन्दा भात सिटी लागेको थाहै भएन। त्यही भएर म चाहिँ लागेँ आलु भुट्नको लागि। आलु र निगुरो थिएँ, त्यही भुट्न लागेँ। अनि आलु सही भुटेर अनि निगुरो पनि भुट्न सुरु भइसक्यो। अनि हजुरहरूले सोच्ला त टमाटर किन नलाएको भनेर, यो साउनको महिनामा टमाटर कसले खान्छ, हामीले त खाँदिनँ भन्यो भने हजुरहरूले पट्याउनुहुन्छ। भए त खान्थ्यो होला, नभए त नखाएको हो। गर्मी फेरि यति थियो कि त भगवान् भन्ने साध्य थिएन। अनि लगभग तरकारी पनि पाके, यसो चाखेर हेरेको मिठै लाग्यो।